साथीहरु नमस्ते गुड मर्निङ सबैजनालाई सन्चै हुनुहुन्छ होला। अब गर्मी सुरु भएको छ, गर्मी लागिसक्यो, धेरै गर्मी होला, गर्मीमा बस्नु होला। गर्मीमा बस्ने साथीहरुले एकैछिन साथीहरु यो भिडियो हेर्नु होला है। नमस्ते सबैजनालाई। नमस्ते सबैलाई। हाम्रो सागरजी नेपाल आउनु भएको छ। यो उहाँलाई मैले सिंहदरबारको एउटा सानो टुर पनि दिएँ। अब आउने हैन त? अब 84 को लागि तयारी गर्दैछौँ, सल्लाह गर्दैछौँ कसरी अगाडि जाने, के गर्ने हैन। यिनी सबै कुराहरू छन्। अब बिस्तारै सबै मिलेर जनताको भावनालाई चाहिँ कसरी एड्रेस गर्ने भन्ने तमाम समस्याहरू छन्। एकदमै गाह्रो पनि छ, तर सबै मिल्यो भने सकिन्छ। देश विदेशमा भएको सबै मिल्नु भयो भने अहिले त सानो शक्ति छ हैन। सुमना हामी जस्तो सोच भएको मान्छेहरू भनौँ न, एक हिसाबले नेपाललाई केही गरौँ भन्ने सबैले इनिसिएसन छ। इनिसिएसन राम्रो भएको छ, बिरुवा एकदमै राम्रो रोपिएको छ गएको पालि। अब त्यो बिरुवा चाहिँ मास्नको लागि सबै कसिनु भएको छ हैन। अब तीनटा प्रमुख पार्टीका सागरजीको कुरा सुनिहाल्नु भयो, हाम्रो कुरा सुनिहाल्नु भयो। अब चाहिँ नि 84 मा बिदा बचाउनुहोस्, विदेशमा साथीहरू देख्दैछु, बिदा जोगाउनुहोस्, तपाईको पैसा जोगाउनुहोस् हैन। 84 मा भने यो भिडियो सुमना श्रेष्ठले आफ्नो फेसबुक लाइभमा आएर उहाँले बनाउनु भएको रहेछ। सागर ढकालजी बाहे विदेशमा हुनुहुन्थ्यो, विदेशबाट नेपाल आउनु भएको रहेछ। उहाँले चाहिँ सिंहदरबारमा ल्याएर फेसबुक लाइभमा आएर अब उहाँ जस्तो युवालाई पढे लेखेको अनि विद्वानता भएको, ज्ञान भएको, केही गर्न सक्ने क्षमता भएको, देशमा विकास गर्न सक्ने, नयाँ विचार, नयाँ योजना निर्माण गर्न सक्ने, योजना बनाउन सक्ने युवालाई चाहिँ अब सिंहदरबार ल्याएर आउनुपर्छ है भनेर भन्नुभएको कुरा तपाईहरुलाई कस्तो लाग्यो? मलाई त अत्यन्तै खुसी पनि लाग्यो। एक हिसाबले मन मस्तिष्क नै छोयो। किन त भन्दा अहिलेसम्म यी पुराना दलका कांग्रेस, एमाले, माओवादीका कुनै पनि नेताहरूले राम्रो मान्छे, सिप भएको मान्छे, पढे लेखेको मान्छे, ज्ञानी मान्छे, विदेशमा काम गर्ने अथवा विदेशमा बसेको मान्छेलाई तपाईले अब नेपालमा आउनुपर्छ, नेपाल बनाउनुपर्छ, हामी सबै मिलेर नेपाललाई चाहिँ जोगाउनुपर्छ हैन भनेर यसरी भनेको, अनुरोध गरेको, जनताको सामु कुरा गरेको, सामाजिक सञ्जालमा सार्वजनिक कुरा गरेको यो कहिले पनि रेकर्ड सुनेको थिएन। मैले पनि, तपाईहरुले पनि सुन्नुभएको थिएन होला। यो अत्यन्तै पोजिटिभ कुरा हो, जो हृदय, दिल दिमागमा चाहिँ मनन गर्ने कुरा हो, सोच्ने कुरा हो। यसलाई एकदमै आत्मसात गर्ने कुरा हो। किनभने देश बनाउनका लागि, देशलाई सुधार्नका लागि, देशलाई सुन्दर शान्त बनाउनका लागि यति हुटुटी छ, यति आत्तिएका छन् युवाहरू, विदेशमा बस्ने युवाहरू। र अब यी ठुला पार्टीबाट हुरुक्क भइसकेका युवाहरू, नेताहरू जो राजनीतिमा लागिसकेका छन्, लाग्न खोज्दैछन्, जो अब नेपाल बनाउनुपर्छ, अब यसलाई लाग्नुपर्छ, आफ्नो जागिर छोडेर भए पनि लाग्नुपर्छ, विदेशमा छोडेर भए पनि नेपालमा आएर चाहिँ लाग्नुपर्छ भन्ने मान्छेहरू छन्। उनीहरूले अब सोचिरहेका छन् अब एक हुनुपर्छ। सायद लाग्छ सबैजना एक हुनुपर्छ। जस्तै हर्क, बालेन, गोपी हैन, यी चाहिँ जति स्वतन्त्र युवाहरू छन्, स्वतन्त्र चाहिँ राम्रो मान्छेहरू छन्, जसले चाहिँ रेपुटेसन कमाइसकेका छन्, जसले आफ्नो एउटा माहौल बनाइसकेका छन्, ती मान्छेहरू एक हुनुपर्छ र नयाँ मान्छे पनि आउनुपर्छ र देश बनाउनुपर्छ, देशलाई चाहिँ समृद्ध बनाउनुपर्छ, शान्त बनाउनुपर्छ, एक अत्यन्तै उदाहरणीय देश बनाउनुपर्छ विश्वमा भन्ने कुरा सोचिसकेका छन्। युवाहरूमा क्षमता छ, लिड गर्ने क्षमता छ, अनुभव छ, पढे लेखेका छन् हैन, सबै कुरा छ। त्यसो भएको हुनाले युवा साथीहरू तपाईहरु मिल्नुस् हैन, तपाईहरु मिल्नुस्। जनताको साथ सहयोग छ, हामी साथ दिन्छौँ। साथीहरू, यो सुमना श्रेष्ठ र सागर ढकालको लाइभ तपाईलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला।